हेलो साथीहरु, नमस्ते। वेलकम ब्याक टु माई युट्युब च्यानल। म सन्चै छु, तपाईहरु पनि सन्चै हुनुहुन्छ भने आशाको साथमा आजको नयाँ दिन र नयाँ ब्लग लिएर म आइसकेकी छु। आज चाहिँ मैले घरको सबै काम गरिसके, खाना पनि खाइसके, लुगा पनि धुइसके, अनि हेर्न सक्नुहुन्छ मैले नानीलाई पनि सुताइसके। आज चाहिँ हाम्रो गाउँमा बहर जात्रा पूजा हो। त्यही बिहानदेखि यस्तो घरहरू बढाल्दा ओराल्दा टाइम बित्यो, अनि मैले बिहान ब्लग बनाउन पाइनँ। त्यही भएर म अहिले कति 12 बजेको छ, त्यति बेला म स्टार्ट गरिरहेको छु। आज चाहिँ बेलुका मलाई त के भन्नु, मलाई त ब्लग पनि बनाउन आउँदैन राम्ररी। अब भर्खर फर्स्ट टाइम हो नि त, अब के कसो हो थाहा छैन। भिडियो मेरो कस्तो बन्छ, नराम्रो कमेन्ट चाहिँ नगरिदिनु, नराम्रो चाहिँ नसोच्नु। कमेन्ट त के भर्खर बनाएर छु, के कमेन्ट आउँछ र। मतलब हेरेर कस्तो बनाउँछु यो केटी ब्लग भनेर चाहिँ त्यस्तो चाहिँ नसोच्नु। बरु तपाईहरुले जानेको चाहिँ मलाई सिकाइदिनु, मलाई भन्नु यसरी बनाउनु भनेर। अब थाहा छैन नि त मलाई अब कसरी ब्लग बनाउने भनेर, त्यही भएर नराम्रो चाहिँ नसोच्नु होला है। अब फर्स्ट टाइम हो नि त मेरो। पछि चाहिँ हामी मतलब गाउँको सबैजना बहर जात्रा प्रसाद खानालाई नदी छेउ जानुहुन्छ। त्यही नदी छेउमा पूजा हुन्छ, अनि त्यही अब प्रसाद खाने जाने बेलामा म भिडियो बनाउँछु। मेरो भिडियो चाहिँ हेरिदिनु ल कस्तो हुन्छ भनेर। aku नाम थोड़ी ना भुइयाम राख्ली हमर पिंकी में दाग लग गेलै ने, उसको जाली बाटे खोखर दे छोरी नानी के जो न करा है करे मतलब को जो एकरा हां रगड़ के हम ओकरा दाग नहीं लागे दै छियै। छोरी कोन कर के एनसेल एडवांस रगड़ आइसे मम्मी बाट बटे नि जो हेलो गाइस, अरे ते बनाऊ